के तपाईले कहिल्यै यस्तो मूर्ति देख्नु भएको छ जसको गर्भभित्र 600 वर्षदेखि एउटा रहस्यमय खजाना लुकेको थियो? आज हामी न्युयोर्कको चर्चित सोथबीज लिलामी घरमा भेटिएको एउटा अत्यन्तै दुर्लभ जिनसागर अवलोकितेश्वरको मूर्तिको बारेमा कुरा गर्दैछौँ। यो केवल काठको एउटा टुक्रा मात्र होइन, यो त हाम्रो जीवन्त इतिहासको एउटा प्रमाण हो। 15औं शताब्दीमा बनेको यो मूर्तिमा अवलोकितेश्वर आफ्नो शक्तिसँग याब युम मुद्रामा हुनुहुन्छ। यसको बुट्टा र कला यति धेरै सूक्ष्म छ नि 600 वर्ष बितिसक्दा पनि उहाँको हातमा रहेको सानो हतियार अर्थात् कर्तिका अहिले पनि स्वतन्त्र रूपमा हल्लिन सक्छ। कल्पना गर्नुस् त, त्यो बेलाका कलाकारको सीप जसले काठको एउटा निर्जीव टुक्रामा यसरी प्राण भरिदिए। तर कथा यहाँ मात्र सकिँदैन। जब यो मूर्तिको एक्सरे गरियो तब एउटा अनौठो रहस्य खुल्यो। मूर्तिको भित्र प्राचीन समयमा राखिएका पवित्र मन्त्रका कागजहरू र केही बहुमूल्य वस्तुहरू अझै पनि जस्ताको तस्तै सुरक्षित भेटिए। 6 शताब्दीसम्म कसैको आँखा नपरेको यो दृश्य देख्दा जो कोही पनि अचम्ममा पर्छ। यो केवल एउटा कलाकृति मात्र होइन, यो त एउटा सिङ्गो सभ्यताको अटुट आस्था हो। तर यो सबै हेरिरहँदा एउटा नमिठो सत्यले मन पोल्छ। हाम्रा मन्दिर र चोकहरूबाट यसरी नै हजारौं मूर्तिहरू चोरी भएर आज विदेशी म्युजियम र लिलामी घरहरूमा पुगेका छन्। प्रत्येक पटक यस्ता कलाकृतिको लिलामी हुँदा हाम्रो गौरवशाली इतिहासको एउटा पाना च्यातिएको महसुस हुन्छ। आज यो मूर्तिले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ, के म कहिल्यै आफ्नो घर फर्कन पाउँछु? तपाईलाई के लाग्छ, के हाम्रा यी चोरी भएका सम्पदाहरू फेरि आफ्नै थात थलोमा फर्काइनु पर्छ? आफ्नो विचार कमेन्टमा पक्कै लेख्नुहोला।